चर्किएको पर्खालले पनि आशा जगाउन सक्छ भने हामी त मान्छे हौ। हिम्मत हार्ने कुरै आउँदैन। जीवन कहिले सधैँ बलियो भित्ता जस्तो हुँदैन। कहिले परिस्थितिले चर्काउँछ त कहिले आफ्नै मान्छेले कमजोर बनाउँछन्। कहिले समयले यति धेरै जोड दिन्छ कि आफ्नै अस्तित्वमाथि शङ्का लाग्न थाल्छ। तर सत्य के हो भने चर्किनु भनेको समाप्त हुनु होइन। पुरानो घरको भित्तामा 1000 चिरा हुँदा पनि त्यही भित्ताले वर्षौंदेखि घर अटाइरहेको हुन्छ। त्यसमा पनि पानी पर्छ, घाम लाग्छ, हावा ठोकिन्छन्, तर ऊ ढल्नु अघि अन्तिम क्षणसम्म टिकिरहन्छ। किनकि उसको अस्तित्व केवल सुन्दर देखिनुमा होइन, अडिग रहनुमा हुन्छ। मान्छेको जीवन पनि त्यस्तै हो। बाहिरबाट मुस्कान हराए पनि भित्र आधी चले पनि थाकेका पाइला र टुटेका सपना बीच यदि आत्मामा अलिकति आशा बाँकी छ भने त्यो मान्छे कहिले हार्दैन। हिम्मत भनेको कहिले नरोइकन बाँच्नु होइन, बरु आँसु झर्दा झर्दै पनि फेरि उठ्ने साहस हो। किनकि जीवनले कमजोरलाई कहिले सजिलो बाटो दिँदैन, तर सङ्घर्ष गर्नेहरूलाई एक दिन आफ्नै घाउमाथि गर्व गर्ने अवस्था दिन्छ। आज तिमी चर्किएको भित्ता जस्तै होला, तर सायद थाकेको, सायद एक्लिएको, सायद धेरै चोट बोकेको। तर याद राख, चर्किएको ठाउँबाट नै उज्यालो भित्र पस्ने गर्छ। त्यही पीडाले तिमीलाई गहिरो बनाउँछ, त्यही सङ्घर्षले तिमीलाई अरूभन्दा बलियो बनाउँछ। त्यसैले परिस्थिति जति कठोर भए पनि हिम्मत हार्ने कुरा कहिले सोच्नु हुँदैन। किनकि समयले केवल उनीहरूलाई सम्झिन्छ जो ढलेर पनि फेरि उठे। र संसारमा सबैभन्दा खतरनाक शक्ति भनेको टुटिसकेपछि पनि हार नमानेको मान्छे हो।